आहा हेर्नु न ड्रागन फ्रुट अब गएको साल चाहिँ 2टा फलेको थियो अनि रेडवाला चाहिँ कस्तो मिठोवाला यो त्यस पछाडि यो किम्मुको बोट यो पनि फलेपछि चाहिँ एकदम मिठो हुन्छ अनि यो रातो खालको पाकेपछि चाहिँ ब्ल्याक ब्ल्याक हुन्छ अनि यो चाहिँ बनाना अनि यहाँ हेर्नु न कति राम्रो फुल यो चाहिँ मिठो कलरमा है यो चाहिँ हाम्रो घरको सानो करेसाबारीको छेउमा चाहिँ यसो फुलहरू रोप्नु भएको हेर्नु अनि यहाँ चाहिँ पुदिनाहरू तपाईँलाई थाहा नै छ अहिले चाहिँ फाइदा पनि गर्छ अनि यसरी करेसाबारीमा चाहिँ थोरै पुदिनाहरू पनि राखेको छौँ अनि यसरी फुलहरू छ है अनि यो चाहिँ तपाईँहरूलाई थाहा नै छ घिउकुमारी रोजमेरी आँप फुलहरू यो फुल चाहिँ इन्डोर प्लान्ट पनि हो तर यो चाहिँ औषधि पनि हुन्छ अरे सुनेको मैले हैन अनि यो फुल आज चाहिँ हेर्नु न कस्तो मजाले घाम लागेको छ है मजाले घाम लागेको छ आई थिङ्क पानी पनि पर्न सक्छ है यो चाहिँ लप्सीको बोट हो अनि यहाँदेखि हामी यसो गयौँ भने यहाँ झम्केको दारी पनि छ होइन झम्केको दारी होइन यहाँ हामी त अनि यहाँ तिउरी फुल त्यो फुलेपछि चाहिँ दामी हुन्छ है तिउरी फुल फुलेपछि चाहिँ यहाँ कागतीको बोट यो चाहिँ फुलेको यसपालि फुलेको छैन रहेछ तुलसीको बोट यहाँ पनि कागती रहेछ यो चाहिँ पानी अमला हो अनि यो चाहिँ फुल यताको सिन चाहिँ अहिले हेर्न लायकको छ अहिले अलिक 2 दिन पानी परेपछि चाहिँ काठमाडौँ अलिक कुल छ सो यहाँदेखि यता चाहिँ हामीले अर्ग्यानिक लट्टेहरू छ खानुपर्छ सब्जीहरू भनेर मेरो पनि युट्युबमा भिडियोहरू हेरिदिनु होला राम्रो नभए पनि प्रयास गर्दैछु स्टार्टिङ गर्दैछु सब्सक्राइब गरिदिनु होला अनि पोजिटिभ थिङ्क लिनु होला सधैँ खुसी रहनु होला हेर्नु न आज चाहिँ हामी फलफुल खाने है मैले धोएर ठिक्क पारेको छु यसलाई चाहिँ म पिस गर्छु अनि हेर्नु त आजको फ्रुटहरू चाहिँ यसरी दिउँसोकोमा चाहिँ खाने हो अनि के भन्छ अलिकति स्वास्थ्यको लागि ठिक हुन्छ अनि मैले काटिसकेको छु अब हामी यसलाई बाबुसँग सेयर गर्छौँ फ्यामिलीमा अब जति छौँ हामी सेयर गरेर खान्छौँ अनि हजुरहरू पनि फलफुलहरू खानु होला सब्जीहरू खानु होला अनि स्वस्थ रहनु होला अनि धन्यवाद सम्पूर्णले मेरो सानो प्रयासलाई पनि प्रायोरिटी दिनुभएर थोरै प्रोत्साहन दिनुभएकोमा धन्यवाद।